बारामा प्रहरी र परीक्षार्थीबीच झडप, स्थिति तनावग्रस्त, प्रहरीद्वारा फायरिङसँगै आँसु ग्यास प्रहार। एसईई परीक्षा स्थगित गरिएको भन्दै जनकपुर धामका विद्यार्थीहरू आन्दोलित, सफीमा प्रदेश राज्य मन्त्रीको गाडीमा तोडफोड। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रदेश नम्बर 2 मा एसईई परीक्षा स्थगित, छलफल पश्चात परीक्षा मिति तय गरिने निर्णय। पर्साको हरिहरपुर स्थित गगोल नदीमा एक युवकको शव फेला। र 8औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो वैशाख 5 गतेदेखि सुरु हुने। अब समाचार विस्तारमा। बाराका विभिन्न स्थान तनावग्रस्त बनेका छन्। प्रदेश 2 मा एसईई परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि बाराको कलैया र जितपुर तनावग्रस्त बनेको छ। विद्यार्थी प्रदर्शनलाई तितरबितर पार्न प्रहरले जनकपुरमा 6 राउन्ड हवाई फायर गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका 7 जितपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको हो। विद्यार्थीहरूले प्रहरीको गाडी ना 1J712 आगजानी समेत गरेका छन्। विद्यार्थीले जितपुर स्थित चौकी अगाडि राखिरहेको प्रहरी भ्यानमा आगजानी गरेपछि प्रहरले हवाई फायर गरेको हो। प्रहरी भ्यानमा आगजानी र हवाई फायरपछि जितपुर तनावग्रस्त बनेको छ। जितपुर र कलैयामा भएको झडपमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपी हेम शाही सहित 5 प्रहरी घाइते भएका छन्। शनिबार जितपुरमा भएको झडपमा डीएसपी शाही र प्रहरी जवान निरु श्रेष्ठ सहित 4 प्रहरी घाइते भएका छन्। कलैयामा भएको झडपमा नेपाल प्रहरी नायक निरीक्षक सय अशोक कुर्मी घाइते भएका छन्। प्रदेश नम्बर 2 को एसईई परीक्षा स्थगित गरिएको विरोधमा शनिबार बिहानैदेखि विद्यार्थीहरू प्रदर्शनमा गरेका छन्। बारामा आक्रोशित विद्यार्थीहरूले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीका 1 मोटरसाइकल जलाएका छन्। सशस्त्र प्रहरीको गाडी जलाउने र प्रहरलाई ढुङ्गा हान्ने कार्यक्रममा संलग्न 5 जनालाई नियन्त्रणमा लिएको 2 नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालले जानकारी दिनुभएको छ। विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरले लाठीचार्ज गरेको थियो। स्थिति तनावपूर्ण बनेपछि प्रहरले केही थान अश्रु ग्यास प्रहार गरेको छ। एसईई परीक्षा स्थगित गरिएपछि जनकपुर धामका विद्यार्थीहरू आन्दोलित भएका छन्। संघीय सरकारका शिक्षा विज्ञान एवं प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले प्रदेश नम्बर 2 को एसईई परीक्षा चैत्र 22 गतेदेखि सुरु हुने निर्णय गरे लगतै शनिबार प्रदर्शन गर्नुभएको हो। उनीहरूले प्रदेश 2 को मात्र नभएर देशभरकै परीक्षा रद्द गर्न समेत माग गरेका छन्। विद्यार्थीहरूले जनकपुर धाम लगायत प्रदेशका विभिन्न स्थानमा प्रदर्शनका साथै चक्काजाम गरेका छन्। उनीहरूले जनकपुर धामको पिडारी चोक, भानु चोक लगायतका चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। त्यस्तै धनुषाको महेन्द्रनगर समेतमा विद्यार्थीहरूले बिहान चक्काजाम गरेका थिए। चक्काजामका कारण सवारी साधनको आगमन समेत ठप्प भएको थियो। उनीहरूले आफूहरूको जीवनसँग खेलवाड गरेको भन्दै शिक्षा मन्त्री विरुद्धका नारा लगाई प्रदर्शन गरेका छन्। स्थानीय प्रहरी र सरकारवालाको पहलमा तत्कालै चक्काजाम खुल्याइएको थियो। त्यस्तै जलेश्वर बर्दिवा सडक खण्डमा समेत विद्यार्थीहरू टायर बालेर प्रदर्शन गरेका थिए। त्यस्तै देशभर एसईई परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले धनुषाको सफीमा प्रदेश राज्य मन्त्रीको गाडी तोडफोड गरेका छन्। परीक्षा स्थगित गरिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले प्रदेश र सरकार राज्य मन्त्री चढेको गाडीमा तोडफोड गरेका छन्। सफीमा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सरकारी राज्य मन्त्री योगेन्द्र राय यादव चढेको गाडीमा ढुङ्गामुढा गरिएको हो। ढुङ्गामुढाबाट गाडीको सिसा फुटेको प्रदेश र प्रहरी कार्यालयले जनाएको छ। राज्य मन्त्री यादव वीरगञ्जतर्फ गइरहेका बेला ढुङ्गामुढा भएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नम्बर 2 मा सञ्चालनमा भइरहेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार सामाजिक विषयको प्रश्नपत्र धनुषाबाट र बिहीबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट परीक्षा हुनु पूर्व नै बाहिरिएपछि दुवै विषयका परीक्षा स्थगित गरिएको थियो। लगातार 2 विषयका प्रश्नपत्र बाहिरिएपछि शुक्रबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले प्रदेश 2 मा एसईई परीक्षा स्थगित गरेको जानकारी दिनुभएको छ।
प्रश्नपत्र जस्तो अति संवेदनशील तथा लाखौं घोर भर्सना गर्दछु। यस घटनाबाट प्रभावित परीक्षार्थी, अभिभावक लगायत सम्पूर्ण सरकारवालालाई पर्न गएको असरप्रति मन्त्रालय गम्भीर रहेको जानकारी गराउन चाहन्छु। परीक्षा रद्द तथा स्थगनबाट विद्यार्थीलाई पर्न गएको असुविधाप्रति अभिभावक, विद्यार्थी लगायत सम्पूर्ण सरकारवालाहरूले चासो व्यक्त गर्नु स्वाभाविक हो। सुरक्षित वातावरणमा विद्यार्थीले परीक्षा दिन पाउने अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ। तसर्थ संयम भई रद्द तथा स्थगित गरिएका विषयहरूको परीक्षा तयारीमा जुटिराख्न सम्पूर्ण परीक्षार्थीहरूमा हार्दिक अनुरोध गर्दछु। बाइस गतेका लागि तय गरिएको विज्ञान विषयको परीक्षा सोही दिन हुने र अरू विषयको परीक्षा मिति राष्ट्रिय परीक्षा बोर्डसँगको छलफलपछि तय गरिने उहाँले जानकारी दिनुभयो। प्रश्नपत्र आउट गर्नेलाई कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो। स्थगित भएका विषयको परीक्षाका लागि तयारी गरिराख्न विद्यार्थीहरूलाई आग्रह गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र बाहिरिएर विद्यार्थीमा पर्न गएको असुविधाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। चैत्र 10 गतेदेखि माध्यमिक तय परीक्षा एसईई को परीक्षा सातै प्रदेशमा भइरहेको छ। परीक्षा स्थगित भएपछि प्रदेश 2 मा 262 परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका 70,568 विद्यार्थी प्रभावित भएका छन्। अन्य प्रदेशमा भने परीक्षा निरन्तर हुनेछ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीको प्रसङ्ग। पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर 3 हरिहरपुरमा गङ्गोल नदीमा आज बिहान एक युवकको शव फेला परेको छ। पोखरिया नगरपालिका वडा नम्बर 1 बनकटवा घर भएका 20 वर्षीय पवन पटेलको शव फेला परेको हो। गङ्गोल नदीमा युवकको शव र नाव 34 प 9000 नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा राति मोटरसाइकल सहित नदीमा खसेको हुन सक्ने अनुमान गरिएको छ। नदीमा उनको शवसँगै मोटरसाइकल पनि फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मछिन्द्र केसीले जानकारी दिए। बेदकोट नगरपालिका 1 चम्पापुरकी 20 वर्षीय गर्भवती महिला रिना राणाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ। नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए। प्रहरी छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठ्न नसक्दा मृत्यु भएको हुन सक्ने उनले बताए। स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला परेको उनले बताए। मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ। राजधानीको बबरमहल स्थित नेपाल कला परिषदमा शनिबारदेखि मिथिला चित्रकला प्रदर्शनी सुरु हुने भएको छ। रन्जु यादवको एकल चित्रकला प्रदर्शनीमा मिथिला संस्कृतिको परम्परागत तथा सांस्कृतिक महत्त्व झल्किने क्रियाकलापहरू राखिएको छ। मिथिला संस्कृतिको अलावा समाजमा विद्यमान विकृति, विसङ्गति, महिला शोषण, छुवाछुत विरुद्धका सन्देशहरू झल्किने चित्रकला प्रदर्शनीमा कलर्स अफ चेन्जको नाम दिएको छ। तराई क्षेत्रमा व्यापक दाइजो प्रथा, भ्रूण हत्या, बालिका विवाह लगायत विकृति विरुद्धको जनचेतना फैलाउने सन्देश चित्रहरूमा देखिन्छन्। ट्राई गरेर त्यो कल्चर छ, संस्कृति त्यो देखाउने गरेको छ। तर मैले चाहिँ त्योभन्दा चाहिँ अलिक फरक गर्नु परेको छ। त्यही भएर मेरो यो एक्जिबिसनको नामै हो कलर्स अफ चेन्ज। कलर्स अफ चेन्ज किन हो भने मैले चाहिँ हाम्रो समाजमा जति विकृति, विसङ्गति, अन्याय, अत्याचार, महिला शोषण जति छ त्यही माथि मैले आफ्नो कलरमाथि आफ्नो पेन्टिङ मार्फत चाहिँ जनचेतना फैलाउने गरेको छु। यो सबै मैले यो अन्याय अत्याचार विरुद्ध लड्ने प्रयास गरेको छु। प्रदर्शनी आगामी 20 गतेसम्म चल्नेछ।
8औं राष्ट्रिय खेलकुद प्रतियोगिता 2076 वैशाख 5 गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदले शनिबार पत्रकार सम्मेलन गरी बृहत राष्ट्रिय खेलकुदको 8औं संस्करण 2076 वैशाख 5 गतेदेखि सञ्चालन हुने जनाएको छ। तर खेलकुद प्रतियोगितामा समावेश 35 खेल मध्ये कतिपय खेलहरू चैत्र 27 गतेदेखि नै सुरु हुने परिषदले जनाएको छ। प्रदेश 5 मा हुने 8औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा हुनेछन्। 35 खेलका लागि 793 स्वर्ण, 793 रजत र 1102 कांस्य पदका लागि खेल हुनेछन्। वैशाख 5 गते गर्यो भन्ने अहिले पत्र क्षेत्र भन्दै धेरै खेलहरू पत्रमा सकिन्छ। साथीहरुलाई आफूलाई लागेको जिज्ञासा। प्रदेश 5 मा हुने भनिएको प्रतियोगिताको समय तालिका सार्वजनिक भए पनि पूर्वाधारको काम अझै पनि सम्पन्न हुन सकेको छैन। सदस्य सचिव विष्टले नियमित कामको तत्कालिकलाई बढाएर भए पनि खेल सुरु हुनुपर्व नै पूर्वाधार निर्माणको काम सम्पन्न गरिने भन्दै पूर्वाधारको अभावमा खेल प्रभावित नहुने दाबी गर्नुभयो। 43 करोड बजेटको प्रतियोगिताका लागि 32 करोड 84 लाख रुपैयाँ निकासा भइसकेको तथा 11 करोड रुपैयाँ निकासा हुन बाँकी रहेको परिषदले जनाएको छ। अपुग रकमका लागि अर्थ मन्त्रालयसँग पत्रचार भइसकेको परिषदले जनाएको छ। प्रतियोगितामा दर्ता भएका 5211 खेलाडीमा 2725 पुरुष र 2386 महिला छन्। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय 922 र स्थानीय 471 गरी 1393 जना निर्णायकको सहभागिता रहनेछ। प्रतियोगिताको हरेक स्वर्ण विजेता खेलाडीले छुट्टै 10,000 रुपैयाँ पाउने गरेकोमा अब 15,000 रुपैयाँ पाउनेछन्। यस्तै सामूहिक स्पर्धातर्फको विजेताले 5,000 रुपैयाँ पाउनेछन्। स्वर्ण पदक विजेताले पाउने खर्चमा स्वर्णतर्फ 5 करोड 28 लाख रुपैयाँ र सामूहिकतर्फ 79 लाख रुपैयाँ छुट्याइएको छ। यस्तै रेकर्ड ब्रेक गर्ने खेलाडीलाई थप 25,000 रुपैयाँ दिइनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। बारामा प्रहरी र परीक्षार्थीबीच झडप, स्थिति तनावग्रस्त, प्रहरीद्वारा फायरिङसँगै अश्रुग्यास प्रहार। एसई परीक्षा स्थगित गरिएको भन्दै जनकपुरधामका विद्यार्थीहरू आन्दोलित, सफी प्रदेश राज्यमन्त्रीको गाडीमा तोडफोड। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रदेश नम्बर 2 मा एसईको परीक्षा स्थगित, छलफल पश्चात परीक्षा मिति तय गरिने निर्णय। पर्साको हरिहरपुर स्थित गङ्गोल नदीमा एक युवकको शव फेला। र 8औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो वैशाख 5 गतेदेखि सुरु हुने। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।